नमस्ते साथीहरु, आज हामी श्रम स्वीकृतिको पैसा अनलाइन पेमेन्ट कसरी गर्ने भन्ने बारेमा सिक्छौं। जसमा सबभन्दा पहिला तपाईहरुले फर्म भरेको हुनु पर्यो। अनलाइन फर्म एप्लाई भर्नु पर्छ सबभन्दा पहिला, अनि मात्रै तपाई चाहिँ बैंक भाउचर र इन्स्योरेन्स कटाउन सक्नुहुन्छ। त्यसको लागि यदि त्यो भिडियो हेर्नु भएको छैन भने म डिस्क्रिप्सनमा चाहिँ त्यो भिडियोको लिंक म हाल्दिएछु। त्यो भिडियो हेर्नु अनि त्यसपछि मात्रै तपाई बैंक भाउचर र इन्स्योरेन्स काट्ने प्रोसिजरमा यो भिडियो हेर्नुस्। सबभन्दा पहिला के गर्ने, मोबाइलको या कम्प्युटरको क्रोममा जाने। क्रोममा गयो, क्रोम ब्राउजर या कुनै पनि ब्राउजरमा जाने। त्यसपछि यहाँ टाइप गर्ने, जुन हाम्रो एकाउन्ट छ नि feims.dofe.gov.np खोल्ने हैन। अब यहाँ खोलेर तपाईको जुन युजर नेम पासवर्ड यो सबै कुरो मैले चाहिँ अर्को भिडियोमा बताइसकेको छु, कसरी त्यो अनलाइन फर्म एप्लाई गर्ने, कसरी अनलाइन फर्म भर्ने भनेर। त्यसमा मैले सबै कुरो डिटेलमा बताइसकेको छु। अब यसमा के गर्ने, हामी साइन इन गरिदिन्छु युजर नेम र पासवर्ड हालेर हैन। साइन इन गर्यो, साइन इन गरेर यहाँ म देखाउँछु हैन। मैले यो फर्म भरिसकेको छु हैन। यो अर्को भिडियोमा मैले बताइसकेको, त्यही भएर मैले बताएको छैन यसमा हैन। मैले यसमा यो फर्म भरेको छु हैन, रञ्जन थापा मगर भनेर छ। अब हेर्नुस्, यसमा इन्स्योरेन्समा के छ, क्रस छ यसमा, किनभने इन्स्योरेन्स बुझाएको छैन हैन अहिलेसम्म। क्याश डिपोजिटमा यहाँ क्रस छ, स्टेटसमा क्रस छ भन्दाखेरि इन्स्योरेन्स र बैंक भाउचर कटाएको छैन हैन। पहिला के थियो भने बैंकमा गएर कटाउनु पर्थ्यो फर्म भरेर। अब के गर्ने, अनलाइनबाट नै त्यो चाहिँ एप्लाई गर्न मिल्छ हैन। के गर्ने भन्दाखेरि अब यो मैले यहाँ देखाइसक्यो, यसमा चाहिँ बुझाएको छैन। अब म देखाउँछु तपाईलाई अहिले गरेर त्यो कसरी पेमेन्ट गर्ने। सबभन्दा पहिला अब के गर्ने, यसलाई म क्रस गर्छु बन्द गरेर। अब तपाईहरु ई-सेवामा जानु। ई-सेवा सबैको मोबाइलमा इन्स्टल होला, त्यो इन्स्टल गर्नु छैन भने ई-सेवा एपमा जानु हैन। ई-सेवामा गए, ई-सेवा गयो हैन। अब त्यसपछि तपाई के गर्ने, यहाँ तल आउनुस्, पपुलर सर्भिस। पपुलर सर्भिसेसमा के गर्ने, यहाँ छ फरेन इम्प्लोइमेन्ट भन्ने छ यहाँ अप्सन। यो फरेन इम्प्लोइमेन्ट भनेर यसमा चाहिँ क्लिक गर्नुस् हैन। यो फर्म भरेर अनि मात्रै यो गर्ने, फर्म पहिला भर्नु पर्छ, त्यो फर्म भरेर मात्रै गर्ने। अब यसमा के गर्ने भन्दाखेरि पासपोर्ट नम्बर हाल्नुस् हैन। पासपोर्ट नम्बर मैले एउटा हान्दिए हैन। त्यसपछि यहाँ प्रोसिड गरे हैन। प्रोसिड गरेपछि हेर्नु, यहाँ रञ्जन थापा मगर आयो हैन। यसको पुरै डिटेल आउँछ के फर्म भरिसकेको, साउदी अरबिया कहाँको सबै कुरो म्याच गराइहाल्ने एकचोटि, सही छ कि छैन भनेर। अब त्यसपछि यहाँ के गर्ने, प्रोसिडमा क्लिक गर्ने। प्रोसिडमा क्लिक गर्यो। अब यहाँ तपाई आफ्नो चाहिँ पासवर्ड जे छ त्यो हाल्नुस्। ई-सेवाको मेरो फिंगरप्रिन्ट छ, मैले फिंगरप्रिन्ट हाले हैन। अब हेर्नुस्, यहाँ कम्प्लिटेड, यो कम्प्लिट भइसक्यो यो। अब हेर्नुस्, यो कम्प्लिट भयो हैन। अब यसमा के गर्ने, बैंक भाउचर कटियो, बैंक भाउचर कटाइसक्यो। अब तपाईको के इन्स्योरेन्स बाँकी बस्यो हैन। इन्स्योरेन्स चाहिँ फरेन इम्प्लोइमेन्ट, यहाँ यो वैदेशिक रोजगार म्यादी बीमा भनेर यो छ नि, यसमा क्लिक गर्ने। तर यहाँबाट हुँदैन, किनभने यहाँ 1 2 छ, 3 1 2 3 4 छ हैन। त्यही भएर यहाँबाट यो इन्स्योरेन्स हुँदैन, मेरो मोबाइलमा देखाइरहेको छैन। त्यही भएर यो कम्प्युटरबाट या फेरि तपाईको ब्राउजरबाट गर्न मिल्छ इन्स्योरेन्स। अब हेर्नुस्, म एकचोटि रिफ्रेस गर्छु यसलाई। रिफ्रेस गरेपछि तपाईको आउँछ यहाँ आफै। रिफ्रेस गर्यो, यहाँ हेर्नुस् क्याश डिपोजिट आयो, क्याश डिपोजिट। अब इन्स्योरेन्स बाँकी छ। अब इन्स्योरेन्स कटाउनको लागि के गर्ने, नयाँ पेज खोल्नुस्। नयाँ पेज खोलेर यहाँ लेख्नु ई-सेवा लगइन। ई-सेवा लगइन, लगइन लेखेर लगइन गर्नुस्। अब यहाँ 3वटा डट छ नि, यहाँ यो 3वटा डटमा क्लिक गर्नु। 3वटा डटमा क्लिक गरेर यहाँ तल आएर यो डेस्कटप भर्जन, डेस्कटप साइट छ, यसमा डेस्कटप साइटमा क्लिक गर्नुस्। आयो। अब यसपछि के गर्नु तपाई, यसपछि यहाँ ई-सेवामा जाने। ई-सेवामा गयो, ई-सेवामा गएर ई-सेवामा गयो हैन। त्यसपछि तपाई यहाँ ई-सेवा लगइन गर्नुस्। यहाँ तपाईको युजर नेम, यहाँ पासवर्ड
यहाँ युजर नेम र यहाँ पासवर्ड दिनुहोस्। पासवर्ड दिएर यहाँ लगइन गर्नुहोस्। सबभन्दा फर्स्ट स्टेप यसमा त्यो गर्ने, किनभने मोबाइल एपबाट इन्सुरेन्स काट्न मिलिरहेको छैन त्यसमा। त्यही भएर 2 वर्षको देखाइरहेछ, तर 2 वर्ष 6 महिनाको मात्रै गर्नुपर्छ, त्यो अप्सन देखाइरहेछन्। त्यही भएर यसमा गएर गर्नुपर्छ। कसै मोबाइलमा देखाउँछ पनि, तर यसमा देखाइरहेको छैन हैन। तपाईँहरुमा देखायो भने ठिकै छ, 2 वर्ष 6 महिनाको गर्नुपर्छ हैन। 2 वर्ष 6 महिना मिनिमम छ, त्योभन्दा बढी गर्न मिल्छ तर कम गर्न मिल्दैन। अब यसमा चाहिँ तपाईको यो खुल्यो, मेरो लगइन भयो हैन। अब यसमा तपाई ई-सेवामा जानु, ई-सेवामा गए हैन। अब यसमा हेर्नु इन्सुरेन्स यहाँ छ, यहाँबाट बैंक बजार पनि गर्न मिल्छ। यहीँबाट फरेन इम्प्लोइमेन्ट टर्म्स इन्सुरेन्स भन्ने अप्सन छ हैन, पपुलर सर्भिसमा। यसमा क्लिक गर्नुस्। यसमा मैले क्लिक गरे हैन। यसमा क्लिक गरेर तपाईको यो खुल्यो। अब यो खुलेपछि तपाईको इन्डिभिजुअल कि मेन पावर, त मेन पावरमा कहिले पनि क्लिक नगर्ने। त्यो मेन पावरले त्यो फर्स्ट टाइम गएपछि त्यो गराउनु पर्छ हैन। अब इन्डिभिजुअल तपाईले छुट्टीमा आउनु भएको छ नि, छुट्टी वालाहरुको लागि इन्डिभिजुअलमा क्लिक गर्नुपर्छ। इन्डिभिजुअलमा त्यसपछि इन्सुरेन्स कम्पनीको नाम यहाँ सिलेक्ट गर्नु। एउटा मात्रै अहिले छ त, एउटा मात्रै। अर्को इन्सुरेन्स आउँछ त्यसमा पनि गर्न मिल्छ, कुनै इन्सुरेन्स पनि, तर अहिले हाललाई एउटा मात्रै इन्सुरेन्स दिएछ। अब यसमा पासपोर्ट नम्बर हाल्नुस्। पासपोर्ट नम्बर मैले हाल्दिए। हैन। अब त्यसपछि टर्म्स इन इयर्स। अब हेर्नु यहाँ 2 इयर्स 6 मन्थ आयो नि, 2.5। तर त्यसमा मैले एपबाट गर्दाखेरि त्यहाँ 2 इयर्स मात्रै थियो, 1 2 3 4 5। त्यही भएर मैले त्यहाँबाट गरिनँ र त्यहाँबाट हुँदैन पनि। त्यसै भएर यहाँ वेबबाट गर्नुपर्छ, ब्राउजरबाट। र 2 इयर्समा छ हैन, मिनिमम तपाईको यही गर्नुपर्छ। यो भन्दा माथि पनि गर्न मिल्छ, तर सबैले चाहिँ 2 इयर्स 6 मन्थ पनि गर्छ। यो गर्न मिल्छ 2 इयर्स 6 मन्थ, यो भन्दा कम हुँदैन। त्यसपछि तपाई चेकमा जानु। चेकमा गयो हैन। अब हेर्नुस् यहाँ सबै डिटेल आउँछ तपाईको हैन। यो सबै डिटेललाई एकपल्ट भेरिफाई गर्नुस् हैन। त्यो तपाईको यो भनेर भेरिफाई गरिसकेपछि यहाँ प्रोसिड गरिदिनुस्। प्रोसिड गरियो, प्रोसिड गरेर फेरि म्याच गर्नुस् ठीक छ कि छैन भनेर। अनि त्यसपछि के गर्ने, लास्टमा गएर यहाँ कन्फर्म गर्नुस्। कन्फर्म गर्यो, कन्फर्म गरेर यहाँ इन्सुरेन्स काटियो। अब काटिसकेपछि भइसक्यो। यहाँ तपाईको यो पीडीएफ फाइल छ, यहाँबाट हेर्न पनि मिल्छ तपाईको डाउनलोड गरेर हैन। देखाएन त्यो हेर्न मिल्छ। त्यो कटिसकेछ भनेर यहाँ स्टेटमेन्टमा गएर हैन, स्टेटमेन्टमा गएर तपाई हेर्न सक्नुहुन्छ। यहाँ पेड भनेर आउँछ नि, यहाँ यसको बिल लिन सक्नुहुन्छ यहाँबाट। त्यो भयो हैन, इन्सुरेन्स काटियो। अब इन्सुरेन्स त्यो हेर्नुस् यहाँ छ कि छैन भनेर। यहाँ टिक लाग्छ। अब म रिफ्रेस गर्छु यसलाई। रिफ्रेस गरेपछि यहाँ इन्सुरेन्स पनि टिक लाग्छ। इन्सुरेन्समा पनि टिक लाग्यो हैन।